सबैजनालाई आज पनि तपाईहरुको माझमा नयाँ भिडियोको साथमा आएको छु। पछाडी पनि हेर्दै हुनुहुन्छ होला, देखिसक्नुभयो होला कि म देखाउँछु त्यही पनि। ल हेर्नुस्, हामी चाहिँ यो अहिलेको नयाँ डिजाइनको प्रोफाइल लाइटको वायरिङ गर्दै छौं। यसरी चाहिँ हामीले खोपेर प्रत्येक दर्शन यो जस्तै कसरी चाहिँ हामीले तल किन राख्यौं भन्ने कुरा चाहिँ यति माथि राख्नु पर्ने थियो हैन। यति माथि राख्दाखेरि चाहिँ यो घरको अलिकति स्ट्रक्चर नमिल्ने कारणले गर्दाखेरि चाहिँ हामीले यसरी तल अहिले हामीले वायर छिराउँदै कटिङ गरेर प्रत्येक जक्सन राखेर थ्री वे जक्सन राखेर वायर छिराउँदै प्रत्येक स्टेपमा। अनि यहाँ किन त्यस्तो भयो भन्दाखेरि यहाँ ईएसटी छ, त्यो माथिबाट नमिल्ने भएको कारणले गर्दाखेरि स्टेप स्टेप छ। अथवा यहाँ झ्याल पर्छ, यहाँ झ्याल पर्छ, त्यहाँ झ्याल पर्छ, त्यो भएकोले गर्दाखेरि हामीले मुनि नै जक्सन राख्नुपर्ने भयो। र यो वायर हामी कुदाइरहेछौँ सिंगल सिंगल प्रत्येक स्टेप। र हाम्रो रातो निलो छ भनेको हाम्रो सेन्सर, र उतापट्टि रातो निलो छ सेन्सरकै। यहाँ माथिबाट फेरि आउँछ एउटा, यहाँ खोल्ने बाँकी छ, यहाँ माथि दुलो पारिसकेको छ। यो माथिबाट पनि यहाँ तल आउँछ र हामीले तल यसरी मुनि चाहिँ यसको कन्ट्रोलर र यो राख्ने छौँ। यहाँबाट स्टार्ट, यहाँबाट सेन्सर। फर्स्ट ए सेन्सर चढ्दाखेरिको सेन्सर, चढिसकेपछि बल्दै 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 लाइटको बल्दै बल्दै बल्दैको अर्को सेन्सर हाम्रो यहाँनिर हुन्छ, यहाँनिर हुन्छ। यो भनेको पहिलो फ्लोर एन्डिङ। र हामी यसरी नै तपाईहरुलाई अन्तिमसम्म यो पार्ट 1 भिडियो बनाएर अन्तिमसम्म हामी यसरी यहाँबाट स्टेप हामी गयौं भने यहाँबाट यसरी टेक्दाखेरि यहाँ सेन्सिङ गर्छ। अनि यहाँबाट लाइट बल्दै बल्दै स्टेप 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 बल्दै 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 जान्छ। पहिलो स्टेप, दोस्रो, तेस्रो, चौथो, पाँचौं, छैटौं, यो सातौं, यससँग आठौं, यो एउटालाई मान्नु आठौं, यो 9, यो 10, 11, 12, 13, 14, 15, 16, 17 स्टेप छ यहाँ। वायरिङ हुँदैछ र यहाँ मुनि चाहिँ हाम्रो कन्ट्रोलर बस्छ। हामी यहाँ मुनि कन्ट्रोलर राख्छौँ, माथिबाट आएकोलाई पनि हामी त्यही राख्छौँ। यहाँ डबल कन्ट्रोलर राख्नुपर्ने हुन्छ सिंगलमा, किनभने 25 घाटे मात्रै आउँछ। अनि हाम्रो यो भनेको 17 भनेको 17 गुणा 34 हुन्छ, 34 ले 25 ले पुग्दैन, त्यही भएर डबल कन्ट्रोलर अनिवार्य।